प्रायःजसो हरेक पुरुषहरूले बुझ्नुपर्ने अति महत्त्वपूर्ण कुरा चाहिँ के हो भने नि, आफ्नो श्रीमतीलाई दुर्व्यवहार गर्ने हातले परिवारलाई बलियो होइन तर कमजोर बनाउँछ। तपाईँले आफ्नो घरलाई कमजोर बनाउँदै हुनुहुन्छ भन्ने कुराको सङ्केत हो। जब आफ्नो श्रीमतीलाई प्रेमको सट्टा, सम्मानको सट्टा, आदरको सट्टा तपाईँले हात उठाउनुहुन्छ नि, यसलाई शक्ति भन्न मिल्दैन प्रिय। यसलाई सिधै हामीले ठेट भाषामा हामी बुझ्ने हो भने यसलाई हिंसा भनिन्छ, यसलाई चाहिँ घृणा भनिन्छ। तर धेरैजसो पुरुषहरूले बुझ्नुपर्ने कुरा चाहिँ, जब तपाईँले आफ्नो श्रीमतीलाई हात उठाउनुहुन्छ नि, तपाईँले आफ्नो घरको जगलाई कमजोर बनाउँदै हुनुहुन्छ। जब तपाईँले माया गर्न छोड्नुहुन्छ आफ्नो श्रीमतीलाई, एउटा परिवार चाहिँ टुक्रा टुक्रा हुँदैछ। अनि यो सेम कुरा चाहिँ श्रीमतीहरूलाई पनि जान्छ। तपाईँले आफ्नो श्रीमानलाई माया गर्न छोड्नुभयो भने तपाईँको घर चाहिँ ध्वस्त बन्दैछ। अनि ध्वस्त हुँदैछ भन्ने कुरा हो, किनकि जहाँ डर छ त्यहाँ अफकोर्स प्रेम टिक्न सक्दैन। जहाँ हिंसा छ अफकोर्स त्यहाँ विश्वास नै मर्छ। श्रीमानले पनि श्रीमतीलाई विश्वास गर्न सक्दैन र श्रीमतीले पनि आफ्नो श्रीमानलाई विश्वास गर्न सक्दैन। यो डर र जति पनि तपाईँले हिंसाको कुराहरूलाई ल्याउन थाल्नुहुन्छ परिवारमा, एउटा सन्तानमा पनि त्यो कुरा सर्दो रहेछ र हाम्रो सन्तानहरूले पनि त्यो कुरा पछि गएर सिक्ने रहेछ, त्यही कुरा अभ्यासमा ल्याउँछ। त्यही कारणले गर्दाखेरि आफ्नो श्रीमतीलाई हात उठाएर होइन, माया दिनुहोस् न। हात उठाउन थाल्नुभयो भने यसले हिंसालाई ल्याउँदैछ। तपाईँको सन्तानमा त्यो एक प्रकारको डरलाई पनि तपाईँले ल्याउँदै हुनुहुन्छ। तपाईँको सन्तान डराउन थाल्छ। त्यही कारणले गर्दाखेरि मित्रहरू, हामीले हाम्रो श्रीमतीहरूलाई रक्षा गर्नु पर्यो, सुरक्षा दिनु पर्यो, प्रोटेक्ट गर्नु पर्यो। परिस्थितिहरू आउँदै गर्दाखेरि, बाहिरबाट आलोचनाहरू आउँदै गर्दाखेरि, कतिचोटि हाम्रो नेपाली समाजमा परिवारबाट त्यस्ता आलोचनाहरू आउँछ। ठेगी नसक्नुको विशेष हाम्रो छोरी मान्छेहरूलाई सासु ससुराबाट धेरै त्यस्तो टोकासोको कुराहरू आउँछ। श्रीमानज्यूहरू, तपाईँहरू त्यतिखेर पक्का भएर उभिनुहोस् आफ्नो श्रीमतीको लागि। आफ्नो श्रीमतीलाई जसरी हुन्छ प्रोटेक्ट गर्नुहोस्, साथ दिनुहोस्, सम्मान दिनुहोस्। आमा बाउको कुरा सुनेर आफ्नो श्रीमतीलाई लात हान्ने होइन, आफ्नो श्रीमतीमाथि हात उठाउने होइन। तर जब त्यस्तो बाहिरबाट त्यस्ता आलोचनाको कुराहरू, ठेगी नसक्ने कुराहरू आउन थाल्छ, त्यतिखेर चाहिँ आफ्नो श्रीमानले श्रीमतीलाई जब साथ दिन्छ नि, त्यो सम्बन्ध कहिले पनि प्रियहरू कसैले पनि टुक्रा टुक्रा पार्न सक्दैन। त्यही कारणले साथ दिनुहोस्, सम्मान गर्नुहोस्, रक्षा गर्नुहोस्, आफ्नो श्रीमतीको लागि खडा होइदिनुहोस्। अनि श्रीमतीहरू पनि आफ्नो श्रीमानको लागि खडा भइदिनुहोस्। त्यो सम्बन्धलाई कसैले पनि मार्न सक्दैन। अनि विशेष गरेर चाहिँ प्रार्थनाको आवश्यक छ। जब तपाईँ वैवाहिक जीवनमा तपाईँ गाँसिनुहुन्छ, त्यो सम्बन्धमा जोडिनुहुन्छ, एकले अर्काको निम्ति निरन्तर रूपमा प्रार्थना गरि नै राख्नुहोस्। आमेन।